दर्शक वृन्द, यति बेला हामी दार्चुला जिल्लामा छौँ। दार्चुला जिल्लामा बालेन शाहको प्रवेशसँगै देखिएको यो जनलहरले राष्ट्रपाको माहौल, बालेन शाहको माहौल तराईका जिल्लाहरूमा मात्र सीमित नभएर हिमाली पहाडी जिल्लाहरूमा पनि यस्तै छ भन्ने कुरा देखाएको छ। दार्चुला जिल्ला सुदूरपश्चिमको अन्तिम जिल्ला, त्यसैमाथि पहाडी अझ हिमाली जिल्ला, विकासका दृष्टिकोणले पनि धेरै पछाडि परेको दार्चुला जिल्लामा यो स्तरको उपस्थिति हुनुले जनचेतना गाउँ गाउँमा पुगेको बालेन शाह राष्ट्रपाको पछिल्लो समयको क्रेज चाहिँ शहर केन्द्रित मात्रै नभएको भन्ने हामीले आभास गरेका छौँ। यहाँ मान्छे कन्ट्रोल गर्न समेत असहज हुने गरी उपस्थिति तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ दार्चुला जिल्लामा हो। हामी दार्चुलाको गोकुलेश्वरमा छौँ। दार्चुला जिल्लाको गोकुलेश्वर जब बैतडी कट्ने बित्तिकै सिमानामा पर्छ र यहाँको यो बाक्लो उपस्थितिले देशभरि बालेन शाहको माहौल राम्रो छ भन्ने सन्देश दिएको छ।